वामपन्थी आन्दोलनमा कम्युनिस्ट आन्दोलनमा भाग लिएको र नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विजुङसँग उहाँको सङ्गत भएको इतिहास चाहिँ उहाँले हामीलाई बताउनु भएको छ। र अर्घाँचीमा हुँदाखेरि उहाँ उपप्रधान पञ्च समेत भएर जनताले चुनेर उहाँले समाजको लागि अर्घाँचीको बाँकी गाविसको लागि उहाँले धेरै काम गरेको इतिहासहरू अहिले यहाँ बुढापाकाहरूले पनि उहाँहरूले बताउनु भएको छ। हामीले उहाँले सुनेको हो, उपप्रधान भएको। तर उहाँ उपप्रधान भइसकेपछि पनि त्यहाँ तत्कालीन जाली फटाहरूले शोषकहरूले उहाँलाई 52वटा मुद्दा लगाएर तपाईँको अनेक किसिम गरेर उहाँलाई चाहिँ सताएको इतिहास चाहिँ उहाँको दर्दनाक इतिहास चाहिँ उहाँले हामीलाई बताउनु भएको छ। उहाँले एक दिनमा तीनटा तारिक बोकेको इतिहास हामीलाई बताउनु भएको छ रामप्रसादजीले। बाँकीबाट तम्कासमा चाहिँ गएर चाहिँ तारिक बोकेर एक दिनमा बाँकी अर्घाँची आउनु भएको इतिहास उहाँले बताउनु भएको छ। एक दिनमा अर्घाँचीबाट तम्कास गएर हाजिरी भएर घर आएको इतिहास। दुःखद यस्तो परिस्थितिमा उहाँले चाहिँ यस्तो जीवनलाई एउटा चाहिँ नि आफ्नो चाहिँ एउटा सिद्धान्त नीतिलाई एकदम कट्टरता रूपमा लिएको चाहिँ उहाँको चाहिँ इतिहास छ। यो गौरवपूर्ण इतिहासबाट हामीले सिकेका छौँ, सिक्दैछौँ। र यहाँ आएर पनि म पनि 54 सालमा यहाँ आएँ, उहाँ चाहिँ 50 सालमा आउनुभयो र यहाँ आएर पनि हामीले पार्टी खोज्दाखेरि को त यहाँको हाम्रो मसाल पार्टीको मान्छे को भन्दाखेरि रामप्रसाद। त यो रामप्रसादको घर भनेको हाम्रो चिया पनि खाने, बस्ने, आश्रय गर्ने होइन, पार्टीको यो झोला बिछाउने, कहिले भैलोहरू खेल्दाखेरि नास्ता पनि खाने ठुलो चाहिँ हाम्रो चाहिँ तपाईँको आस्थाको चाहिँ एउटा धरोहरको चाहिँ उहाँ चाहिँ बुवा हुनु। आर्थिक, नैतिक, भौतिक रूपले अहिलेसम्म आजसम्म उहाँको प्राण जानसम्म उहाँले समर्थन गर्छ। उहाँ कहिले पनि झुटको पक्षमा, अन्यायको पक्षमा, अत्याचारको पक्षमा उहाँ कहिले पनि चाहिँ समर्थन गर्नुभयो। उहाँ यस्तो व्यक्ति हो, गलतलाई गलत, सहीलाई सही। आजसम्म उहाँ बगाउनु भयो, कुनै पनिको चाहिँ हावाहुरीमा जानु भएन। उहाँ धार्मिक मान्छे, सिद्धान्त नीति मान्छे। आजसम्मको चाहिँ एउटा चाहिँ पार्टीले लिएको लाइन अन्याय, अत्याचार, भ्रष्टाचारको चाहिँ विरुद्धको लाइनमा उहाँ सच्चा भएर समर्थन गर्नुभयो र उहाँको सच्चा चाहिँ नीति हामीले अनुसरण गर्नुपर्छ। उहाँको चाहिँ त्यो नीतिलाई अनुसरण गर्नु नै उहाँको सच्चा श्रद्धाञ्जली हुनेछ। दाजुभाइ आफन्तहरूले उहाँले लिएको नीति सही छ, सही विचारधारा छ, हामी त्यसैमा छौँ। सम्पूर्णले त्यो सम्झिनु नै पर्छ। त्यस कारणले गर्दाखेरि उहाँको चाहिँ पारिवारिक जीवनमा उहाँ चाहिँ हो 3 भाइ छोरा, चेतनारानी खनाल, बाबुराम हामीले भन्छौँ, जेठा माइला नेत्र खनालजी हुनुहुन्छ, कान्छा लेखनाथ खनालजी हुनुहुन्छ। उहाँ पनि विज्ञ हुनुहुन्छ, धेरै सक्रिय हुनुहुन्छ। उहाँहरूको इतिहास पनि एकदम राम्रो छ। उहाँहरू चाहिँ बौद्धिक व्यक्तित्व हुनुहुन्छ। उहाँहरू पनि समाजलाई एकदम योग्य कुनै पनि योगदान दिइराख्नु भएको छ र रामप्रसादले पनि